सो आज चाहिँ हामी मकवानपुर गढी होइन बाबा हाम्रो बाबालाई थाहा छ यहाँको भन्दा यो को राजाको भन्नुभयो बाबा मुकुन्द राजा मुकुन्द मुकुन्द राजाको दरबार मुकुन्द राजाको दरबारमा यहाँ रिना छ बाबा दरबार भनेर चाहिँ बस्ने ठाउँहरू चाहिँ यही हो घरै हो क्या खाल्टो खाल्टो थियो नि म त के लाग्छ त्यो खाल्टो भित्र त यस्तो खोज्यो भने त के पाउँछ होला है कृष्ण देवताको मूर्ति रहेछ घडीभित्र आँपको बोर्ड तर बाबा घर त थियो होला पहिला यो घरै त होला नि यो राजाको दरबार भन्दै यस्तो नामहरु राजा बस्ने चाहिँ घर हो नि हो त्यो मतलब त्यो पहिलाको त्यो सेनाहरू तयार गर्ने ठाउँहरू लड्ने ठाउँहरू चाहिँ होइन लड्ने ठाउँ हो यो लड्न त लडिहाल्छ होइन त्यो लड्नलाई त्यो रेडी गर्ने ठाउँ हो कि दरबारै हो दुवै हो के यो अब राजा चाहिँ यो बस्छ होला अनि यो चाहिँ वालहरू चाहिँ यो कम्पाउन्ड घेरेको भयो नि त उनीहरूले यहाँबाट लडेर पनि सही हुन्छ भनेर ए म त अब त्यतिखेर अब बन्दुक सन्दुक थिएन होला यहाँ तोपहरू चाहिँ थियो होइन बाबा तोप त उता धुमखेतीमा पिम्पेदीमा त्यहाँ त्यो तोप त्यहाँ चाहिँ छ त्यहाँ अस्ति हामी गएको थियौँ धेरै हो त्यो हामी जानै पाएन यहाँबाट यस्तै भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले कसरी देखाउने के हजुरहरूले दुश्मनहरू आउला भनेर यसरी खाल्डो बनाएर त्यो धेरै त नजा कहाँ कहाँ बस्यो हेर माथि बस्छ पस्यो भने जानु सक्दैन हामी चाहिँ ऊ त्यहाँबाट आएको होइन चौघडा यो सिमेन्ट कारखाना भयो है यो जगदम्बा भन्नुभयो है शिवम भने बाबा जगदम्बा ऊ त्यो माथिको होइन रिदी सिदी हामी चाहिँ झन्डै झन्डै यता साइडबाट आएको थियौँ चौघडाबाट सो राम्रै छ सबभन्दा राम्रो भ्यू मकवानपुर गढी सबभन्दा मेरो बेस्ट भ्यू चाहिँ यहीँ छ खेल्न जाने बेलामा अनि त्यो राजगतिमा आएर बसेको सेना बागमती प्रदेश नक्सा छ यहाँ नेपालको My princess, give me a hand. I'll just. Talab. यसरी घुम दिल मेरा ही कहे. यो ठाउँको राजालाई चाहिँ पृथ्वीनारायण शाहले जित्न नसकेर चाहिँ नि पछि उहाँको छोरीसँग मित लगाएर चाहिँ मित लगाएर बे गरे कि बाबा के गरे मित लगाएर चाहिँ जस्ट बे गर्नुभएको थियो अरे मकवानपुर गढीको राजासँग चाहिँ ससुरालीमा अट्याक गरे अनि पृथ्वीनारायण ससुरालीमा चाहिँ किन अट्याक गर्नु पऱ्यो र अनि यो ससुराली यहाँ चाहिँ खाल्टो छ है सबैतिर म त जाने बाटो होला नि बसिर तर राम्रो छ यो चाहिँ भत्किएको जस्तो लाग्यो मलाई यसलाई चाहिँ अलिकति हुन्छ नि पुरानो स्टाइलमै
थोरै गभर्मेन्टहरूले नि यसो मर्मत गर्यो भने चाहिँ अलिकति पुरानो स्टाइलमा राम्रो हुन्थ्यो कि सो कस्तो होला त यो इमेज सो हजुरसँग केही फोटो छ अथवा केही छ भने यसो सेयर गर्नु होला हस् धन्यवाद